हामी हाम्रो पैसाको सेटलमेन्ट गरेर निस्किसक्यौँ हैन। भरेसम्म हाम्रो एकाउन्टमा एसएमएस आइसक्छ अरे डोको लागि। त्यहाँबाट डो निस्केर हामी यहाँ यसमा आइसक्यौँ। अब यहाँबाट निकाल्छौँ 30-40 हजार। आउनु नि दाइ, यहाँबाट डो निकाल्छौँ हामी। दुईवटा एटिएम छ गाइज। हामी होइन धनी मानी मान्छे हो। पाउनु दाइ कुन चाहिँ हेरौँ पहिला, यो दिन त पहिला आजको खर्च निकालौँ। अम्बिका पर्छ यहाँ छ गाइज एटिएम होइन। यस्तो टक्क यहाँ हालिदिएँ। अब यहाँनिर यस्तो हानिदिएँ होइन। खै त हो चल्दैन त हो। पिन त देखाउँदिन है गाइज ल। भरे गाइजहरूले आएर ट्वाक्कै हान्दियो भने मलाई लुटलाट पाऱ्यो भने गाह्रो छ। त्यही भएर पैसा त दाइ कति चाहिएको भने नि पहिला 10 चाहिएको। 10,000 निकाल्छु पहिला। ए गाई के भन्दैछ यहाँ? हुँदैछ तेरो पैसा निकाल्दैछु भन्दैछ होइन। यहाँ आउँछ पैसा आयो। ल्या सरी यो एकर हेज बिन के हो बिल्ला भयो त अनि यो त पैसा निस्केन त के भयो गाई चाहिँ? अब निस्किन्छ होला हौ त यसमा। 1000 मात्र हो। यसबाट चाहिँ 1000 मात्रै नै हो क्या। अब निस्किन्छ गाइज। आवाज आयो यहाँबाट पैसा निस्किन्छ गाइज। यहाँबाट एटिएम निस्किन्छ। क्यास बन्दै हो ए गाइज यो जारा आयो होइन। अब अर्कोबाट निकाल्छु। अम्बिका पर्छ। अवश्य दिदी हो। अवश्य दिदी हो। सुटिको यस 170 ला भएन त यार। कति हजार निकाल्न आँटेको? 17,000। झिक न झिक 0 अब त्यो यतिवटा दिएर गाइस आजको हामीलाई खर्च चाहिएको 17,000 दाइरामा। अब पार्टी हेर्न जाने अन्त कहाँ जाने? ताडी आउने एउटा ताडी प्रोसेसिङ अब ला के भयो? ब्यालेन्स भन्छ भाइ, ब्यालेन्स भन्नु भन्छ त के हो के भाइ हामीलाई त अनि धोका भयो त। अब 10,000 ट्राई गरौँ ल। 2-3 करोड त के भयो भाइ हाम्रो त अनि। त्यो त हाम्रो पर्सनल एकाउन्टमा हो नि त। भरे चेकबाट निस्किन्छ नि त। कहाँ 1-2 करोड जस्तो ए 1 लाख त निस्किन्छ त एकचोटिमा। ए 1 लाख 50,000 निकाल्न मिल्छ। 25 गरेर 1 लाख मात्रै निकाल्न मिल्छ त। मलाई रिस उठाएर के गर्न खोजेको? अच्छा 1500000 अब चाहिँ निस्किन्छ कि गाइस। 3-4 ट्राई गरिसक्यो। यो एटिएममा 2 हाल्दै भनेर भनेको मैले। सरी लास्ट एकचोटि 5,000 ल दाइ। आज हाम्रो पार्टी खाना जाने क्यान्सल पो भयो कि क्या हो? ताडी 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 मुखा गरेर बस ताडी। चाहिन्छ मलाई चाहिँदैन। लास्ट 10 ट्राई गर्छु। 10 ननिस्केको भाइ 5 चाहिँ निकाल्नु पहिला ठिक गर। यसबाट निस्केन भने छोडिदिँदै भरे चेक लिएर आउँछु अहिले।
चेक हान्दैछु 5 तारिक गतेबाट चेकै हान्नुपर्ने भयो भरे एटिएममै ब्यालेन्स सकियो जस्तो छ बेटा अनि जारा त निस्क्यो त हौ अनि जारो मात्रै थियो च्या होला फास्ट क्यास गर्छ यस 5 बजे Come on. Come on. Sorry guys. आजको हाम्रो पार्टी खाने क्यान्सल लेट्स गो छोडिदिनु त के होइन पैसै छैन जहाँ लाउने एटिएममा पैसा नभएर होला हौ त यार चेकमा चेक हकाउनुपर्छ गाइस फेरि एटिएममा पैसा छैन भनेर नसोच्नु नि फेरि त्यसै म एटिएम लिएर आएको होइन होला निस्किँदैन दाइ त्यहाँबाट निस्किँदैन त्यो यस्तै छ क्या यो नोबेल ब्याङ्कको एकाउन्टमा एटिएम त्यस्तै छ क्या त्यहाँबाट पैसै हुँदैन हौ त लगभग यत्रो भयो मैले त्यहाँबाट पैसा निकाल्ने एटिएम गरेको 2 चोटि मात्रै निकालेको छु क्या प्रायः पैसै राख्दैन त्यो एटिएममा किन हो किन लुटिन्छ भनेर हो कि र गाइस हामीले हाम्रो काम सकेर अब हामी निस्किँदैछौँ होइन अब हामी रगको तरफ मैले भात पस्केर टेबलमा छोडेर आएको छु गएर ल्याम मासु भात खाँदिनँ म मासु भात छैन गाइस होइन अघि देखाएको थिएँ मैले आलु सिमी के छ पानी रोक्यो गाइस हाम्रो बस स्ट्यान्ड यस्तो छ यहाँनिर दिउँसो चाहिँ यसरी भिड हुन्छ है बबाल छ है भिड सिडीहरू यस्तो छ मान्छेहरू यस्तो छ म चाहिँ यस्तो छु दाइ यस्तो हुनुहुन्छ भरे हामी पार्टी हानिदिन्छौँ मेरो हात सुन्ने छ यार दाइ यस्तो गर्दा पनि दुख्छ यस्तो गर्दा पनि दुख्छ कि राति भित्तामा हान्दै कि सपनामा थाहा नै छैन मलाई गाइज लिची आँपको सिजन आएको छ त के छ विचार जाने होइन त राति मिसनमा जसलाई जानु मन छ सबैले मेसेज गरौँ है के गरेको भगवान् यस्तो यार यस्तो के गरेको हिँड्ने बाटो छैन सेपमा चिसको झोलाहरू काठमाडौँ जाने मान्छेहरूलाई ल बाई बाई इच एन्ड एभ्री वान को जाँदैछ अब सेफ जर्नी धरान जानेलाई पनि ओ भाइ ओ चुट खाने पैसा लिएन हौ गाइस म त्यस्तो सुता तान्न त तान्दिनँ कि होइन र पनि भाइलाई त अघि हानिदिएको के भन्छ भनेर सुत्ता तान्दै म सुत्छु गाइस यो आँपको सिजनमा आँप आमा कसम कप चाहिँ हानिदिनुपर्छ कि क्या हो आँपमा ठेलाइसँग दोकानको ठेलाइसित उठाएर कप चाहिँ हानिदिनुपर्छ कि क्या हो आँपको त राम्रो मान्छेहरू देखेर म फिदा भनेर भन्दिनँ म फेरि यस्तो राम्रो मान्छेहरू देख्दिनँ पनि फेरि म मेरो नजरमा त मभन्दा राम्रो तरुको छँदै छ हामी स्कुटीमा ड्राइभ हाम्रो यहाँ अर्को आँपको ठेला यो क्यासिनोमा काम गर्ने केटीहरू त भाइ मलाई चुडेलहरू जस्तो लाग्छ क्या चुडेलहरू जस्तो मेकअप पनि त्यो हुन्छ नि दिनमे रातमा सेता तात भन्ने जस्तो क्या अनि दाइ आधा यस्तो हो क्या दाइ मेकअप नगरेर र मेकअप गरेर थोपडा मोटो अर्को हुन्छ क्या सुनिनाम नि त हो दिवसले अहिले चाहिँ गरेको होइन म आफै म्यासेज मलाई अस्ति म्यासेज गर्नुभएको थियो मलाई
कोही बेला बोल्नुहुन्छ मेसेज गर्नुहुन्छ बिजी होला नि त काम गर्दैछ बिचरा अब ड्युटीमा छ। दिनभरि सुत्छ होला होला रातिको छ अरे रातिको छ भने त ड्युटी त्यस्तै हुन्छ त नाइट राति डे चेन्ज हुँदै हप्तामा चेन्ज हुँदै गर्दैछ अरे अस्ति चाहिँ डेको रहेछ कि घर आउँछु त भनेको छैन नि त्यस्तो म त कहाँ घर आउनु म कुरो गर्दै थिएँ कि ट्याक्कै भन्दै त्यस्तो गरेर म त्यस्तो कुरो गरेको अब उहाँ ठाउँमा पुगेर फेरि आयो भने त उयो हो घाम घाम देखाउँदै हेर न मान्छे यस्तो घाम लागेछ मर्नु भइसक्यो 40 डिग्री 40-50 हुन्छ अनि मै अब पुगेर आयो उहाँ त त्यही हो त भित्र दुवैमा त त्यही हो त बसो अनि बाहिर निस्किँदा त जुत्तै पक्लिन्छ अरे अनि बाहिर निस्किँदै यसो हिँड्दा छ नि दाइ तातो त्यो ज्वालामुखीको राखा जस्तो आउँछ क्या हो त त्यही भएर म त भागेर आएको त्यही भएर म भागेर आइदिएको यहाँ डुकुलोन खानु होइन म त्यस्तै होइन अर्को ठाउँमा गर्छु नि त म त यो नि म तँसँग देखेँ भने तँलाई यस्तो ढुङ्गाले हानेर खेलाउँछु कि कोसित त्यो मोटी को मोटी है रम्रे लुक 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 उता गाडी आएपछि हुन्छ तपाईँले भनिहाल्नु भयो तपाईँलाई म अर्कोचोटि त्यस्तो मौकै दिँदिनँ अबदेखि तपाईँले मलाई देख्नुहुन्न त्योसित गाइस मलाई कमेन्ट आइसकेको छ कसै कसैको लागि हामी आएको छौँ हाम्रो डिएलएक्स म्याप डो निकाल्न हाम्रो ह्यान्डसमको म्याप भोक लाग्यो त यार हाम्रो ह्यान्डसम साथी हो त मैले यहाँबाट एउटा फोन किनेको थिएँ कि दाइ कति 4-5 साल चल्यो यार त्यो फोन पनि तर लास्टमा गएर कसैलाई दिएँ कसैले हराइदियो कुन भनौँ न C11 ABC11 मलाई घरबाट किनिदिएको फोन भनेको फर्स्टै हो हाम्रो दाइले यहाँ फेरि 2 करोड निकाल्न आँटेको छ 2 करोड 9,500 देखाइदियो आज दाइले 9,500 आमा हामी सानो पैसा निकाल्दैनौँ 9,500 पाटी हो गाइस जस्तो मान्छेलाई मन छ डो निकाल्न यहाँ हाम्रो साथीले कोही बेला बुझिदिन्छ पैसा नभएको टाइममा निकाल्ने मान्छेहरूलाई होइन अरूलाई त्यस्तै हो को हाम्रो कसलाई हालिदिएको रहेछ नि भाइ रोहित तुराहा अरे रोहित तुरा कति दाइ कति आएछ ट्रान्जेक्सन 10,000 हामी मासु भात खान्छौँ जस्तो पैसा निस्किन्छ त्यस्तै मम्मीलाई ट्रिटमेन्ट गर्दा गर्दै सकिन्छ केटा हो होइन त्यस्तै हो पैसा हात नेपालीमा के भन्छ पैसा हातको मैला भन्छ नि त्यही आमाभन्दा ठुलो पैसा होइन केटा हो होइन यहाँ दाइले के भन्छ आमाको लागि त यो ज्यान पनि हाजिर छ पैसा भन्दा ठुलो ज्यान होइन त्यही भएर गाइस आफू खुसी बचौँ पैसा पनि बचाउँ है त्यसो भन्दैमा पैसा नबचाउने होइन पैसा पनि बचाउनु पर्छ आफू पनि खुसी बस्नुपर्छ भन्ने हो लाग्यौँ हामीले डो निकालिसक्यौँ है अघि हामी एटिएमबाट डो निकाल्यौँ अहिले डिएलएक्सबाट निकाल्यौँ होइन अब उता लगेर अर्को ठाउँबाट निकाल्छौँ किन हौ दाइ ए दाइ बालो अनि दाइ उसकोबाट चपा निकालेको 20 लिन्छ यहाँबाट उयो निकालेको म त त्यहाँ नहुँदा मात्रै जान्छु त दाइ होइन अन्त जान्नु त ल भाउजूको अगाडि बसिरहेको हाम्रो यो यहाँनिर को कोलाई लुगा सिलाउनु मन छ भने हाम्रो यो हाई स्कुल अगाडि यहाँनिर छ है अलिकति तल बाल काट्न मन छ भने हाम्रो यो के अरे के पो भन्छ दाइ यसको नाम रोशन सैलुन यो चाहिँ ओल्ड है मैले सानैदेखि कपाल काटेको ठाउँ चाहिँ यो है रोशन सैलुन तर अहिले चाहिँ राम्रो अहिले पनि राम्रै काट्छ पहिला भन्दा चाहिँ कपाल राम्रो छ यार भाइ यहाँको बुढोले मेरो कान काट्दैन भन्दै गानै चाहिँ मेरो पनि एकचोटि कपालै बिगारिदिएको छ दाइ ल गाइस हामी घर आइपुग्न आँट्यौँ होइन यहाँ त हो हाम्रो 60 बिघा यहाँबाट यस्तो यहाँबाट यस्तो यहाँबाट यस्तो होइन यहाँबाट सिधा गएपछि यहाँबाट यस्तो यहाँ छिर्नुपर्छ होइन यहाँ के हो ट्युसन पढाउँदो रहेछ गाइस यहाँ कोरिया जाने मन हुनेहरूलाई पनि पढाइदिँदो रहेछ
अनि यहाँ मेरो प्यारो दाइको सैलुन पनि छ, विशाल सैलुन है। यो चाहिँ मेरो घर अगाडिको घरको त्यहाँ छेउमा टक्कसँग ओ हाम्रो माम्सले सेउका पोल्दैछन् माम्सले। ओ माम्स के को सेकुवा हो? आमा यो हो नि त दाइ चिसोमा हेर्नु त टक्क सेकुवा बालेर आमा। ल माम्स त्यो पोलेको चाहिँ मलाई दिनु त, म लगेर किलामा हानिदिइहाल्छु। ए 4 जनाको पो हो? एउटा पिस ल्याउनु न त खाइदिइहालौँ। एउटा पिस ल्याउनु न माम्स खाइदिउँ। यो सकिन्छ भने मासु भित्र लिएर गएको हो कि साट्नुपर्छ अरे साट्छ क्या त्यसलाई हामी चौसँग हाल्न ढोसो छ चौकीसँगै हो मौसा हुन्छ हाम्रो गाउँको टप हाम्रो डन चौपल लिएर आएको एकदम खेलेर आएको कहाँ त्यो ब्याङ्क हाम्रो बेस्ट नोभेल